ओ ल आमा खाइसिन्छ त्यो मिठो छ आमा जाम ल आजबाट अब हाम्रो के छ ब्रो चितवन कहाँ जाँदै हामी अब हामी जानी चाहिँ चितवन हो तर अहिले चाहिँ हामी एकान्त कुना जान्छौँ एकान्त कुना जान्छौँ होइन ल आज ब्रो र म चितवन जानु लाग्यो कि ब्रोलाई चितवन घुमाइदिउँ भनेर अब हामी ठ्याक्क कति 12 बजी होइन ब्रो 12 बजीतिर निस्किँदैछौँ यहाँबाट ब्रो ठिक छ ब्रो डोजर चाहिँ यहाँसम्म आइसकेको छ ब्रो यार झन् निस्किहाल्यो ब्रो हामी होइन सेट तर घाम बाबा लागेछ के त्यसमा फित्ता छ ब्रो यसरी झुन्डाउने फित्ता छ फित्ता छ फित्ता फित्ता त्यो ब्यागको भनेको के यसरी झुन्डाउने फित्ता छ होइन नि नत्र अगाडि राखिहाल्थे ठिक छ अहिले मिलाउँला यस्तो जाम हुँदै गयो यार है हामी उताबाट जाने हो होइन Fearless now or never, we rise before the sun. The moment they realize it, we've begun. They put us in the fish tanks and fed us with their lies, as broadcast till they turn our blood to ice. Fast like the blizzard, they never have a chance to take us down. They try to turn our voice into a whisper. We're racing
like the leaves, and never take us down. बोटिङ गर्ने हो बोटिङ गर्ने हो बोटिङ गर्ने हो बोटिङ गर्ने जमा क्या टल्केको पानी होइन पानीहरू पनि कस्तो टल्केको कि पानी कस्तो दामी टल्केको कि उता तरै जाउँ न के भन्नु त्यो ड्याम हुँदै जाने हो क्या हामी कस्तो ब्याग हुँदो रहेछ ब्रो है नजिकबाट हेरेर आयो यति माथिबाट तल झरेछन् ब्रो अनि बाटो हेर न कस्तो थियो त्यो कस्तो चिसो यार है यतातिर पर्दैन तामानतिर पर्छ
अन छ मेरो क्यामेरा अन छ के बुझ्यो ओए कति धेरै मान्छे आएको यार डेन्जर छ त ब्रो बाटो के हो ओए हेर न अब झऱ्यौँ हामी त्यो साइडमा ड्याम देखिन्छ देखियो ड्याम अब हामी हेटौडा जान्छौँ ठाउँलाई चाहिँ हेभी भन्छ के बुझ्यो अब त्यो मैले भनेको थिएँ नि तिमीलाई बाटो सर्ट 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 वाला टर्निङ सुरु भयो के बुझ्यो अब सुरु भयो बस हिँड नि त अगाडि पुरो बाटै छेकेर खिच्छ भनेर बस्छ मलाई गेस त थियो कि पक्कै तिमी नै हुनुपर्छ अनि कसरी गेस गर्यो मलाई गेस मलाई मन कहाँ जाने कता कहाँ जाने जान्थ्यो त कि सामान राखेर निस्किने सामान फेरि घर गएर त ननिस्किने घर घरमा नि दाममा यहाँ राख्नु यहाँ अनि मलाई मनमा कता कता चाहिँ भयो थियो छप्री बरु पक्कै होइन अनि सुशील बरु आउने अब प्रोबेबिलिटी छैन यसो फोटो सोटो यो कि बाल्ने हो पग्लिने जाला नि त फेरि होइन त्यो पछि झिक्ने बाल्दिनु अहिले लाइटले त्यही चिका लाउने होला नि खाना खाए अब यहाँबाट 76 भने 50-55 किलोमिटर बाँकी नै छ हामीलाई अझै पुग्नलाई त्यो के ठाउँ भन्छ अरे पेपल डाँडा कता हुन्छ हाम्रो लक्ष्य साथै बिस्तारै बिस्तारै जाँदै परेन
सवारी टारमा रहेछौँ ल हामी यो रामपुर नगरपालिकामा हिँड्दैछौँ कालीगण्डामा गजब लामो पुल छ हाम्रो साथीले भन्छ अरे क्यों जान्छ अरे वहाँ क्यों भनेको पनि थाहा भएन बाटो अलिकति गडबडी हुन्छ भने कुद्न अब बाटो भइसक्यो यसले नभइकन कसरी रामपुर नगरपालिकामा हिँड्दैछ के ठाउँ स्याउली बजार पाल्पाको 8 भएको ठाउँ चाहिँ सुरु भएर रामपुर पाल्पा भन्ने चाहिँ पाल्पा जिल्लाको कालीगण्डकीको छेउमा रामपुर नगरपालिका त रामपुर सुरु भइसक्यो भलायटार सामुदायिक के भन्यो त्यहाँ भलायटार भन्ने नि यही रहेछ त्यहाँबाट रामपुर बजार चाहिँ 6 किलोमिटर कति वारिपारि कति राम्रो छ यस्तै खोला तरेपछि गण्डकी 88 किलोमिटर 89 किलोमिटर आयो हामी मिस्टी खोला तरेपछि के ठाउँ हुन्छ केलादी भन्ने ठाउँ यो केलादी भन्ने नाम त सुनेको कता कता ल त्यही छैन अब हामी ठ्याक्कै चाहिँ नि यो 92 किलोमिटरमा चाहिँ हामी रामपुर पाल्पा मोन्टेरियल राइटबाट जाने हो बजार सम्पूर्ण पुरा होस् यो चाहिँ के गर्ने हो त त्यो बाल्ने हो ब्रो यसो देखाइदेऊ न के मोमबत्ती ल्याऊ आमा यो समात्नु यो समात्नु यहाँ आगोमा यसो देखाउनु त एकछिन यसरी यो त्यसरी यसरी एकैछिन रोक्नु यो अर्को हातले समात्नु यसको कहाँ गएछ ए ल यसरी राख्छ आमा जोडेर अनि झिरेर हुन्छ आमा आगोमा यसो देखाइसक्यो पर्खिनु है पर्खिनु म बाँधेर ओस्याउनु रहेछ कि अहिले उसमा भने सिधा यसरी बोल्छ अब ओसेको हुन्छ भनेको नै त्यस्तै गरे यहाँ Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Dear Ama, dear Dai. आमा यो फु गर्नु ल आमा फु गर्नु त्यो गोडा तल झार्नु दुईटा दिएको थियो हैन के कुरा यो काट्ने ए यतापट्टि नि छ आमा काट्ने अब यसमा त लाग्दो रहेछ नि त आमा अब केक काट्नु जिस्काइ खानुपर्छ अब क्यामेरामा छुनु के छोएर काट्नु के बाबुले काट्यो त्यहाँबाट चाहिँ रामपुर ह्यापी बर्थडे टु यु गैँडाकोटबाट त्यो ठाउँ यस्तै छ अब चाहिँ कालीगण्डकी सुधीर थापा दामा यो अन्डा हाले हैन छैन अन्डा खाने नै हो के लाग
लिसेला ल आमा नातिलाई अब म लिएर आउँछु अब त्यो उ गरेर ओ ल आमा खाइसिन्छ त्यो मिठो छ आमा आमा बर्थडे केक आमा यहाँ यसो यहाँ हाँस्दिन आमा एकचोटि ह्याप्पी बर्थडे बाबु ह्याप्पी ल हेरेर नि मान्छेहरूलाई नै बर्थडे केक सानाले गरेछ आमा यहाँ सानालाई खुवाइदिनु त थोरै सानालाई पेट दुख्ने भयो हामीलाई ऊ सानाको मुखमा पानी आइसक्यो आमा ब्रोलाई फोटो खिचेर पठाइदिनु पर्ने होइन ल ब्रो ह्याप्पी बर्थडे टु यु समाधान यो स्टार्टर मात्र हो यो अब यहाँ भाइलाई खुवाउनु पर्यो नि त चेरी खाने के खाने होला म चाहिँ त्यही माथिको अलिकति चेरी खानुहुन्छ चेरी ल ल सानो यहाँ हेर ल साना गरेछ ल सानाले केक खानै नपर्ने प्लेटमा पठाइदिन्छु है यो त काटेकै भएन राम्रोसँग अङ्कल हामीले के खायौँ यहाँ हजुर अब मिस हुनुभयो हो र ल ठिक छ अङ्कल केक नखाने अङ्कल यहाँ सुन्तला छ सुन्तला यहाँ स्याउ छ अङ्कल स्याउ अर्ग्यानिक केरा अर्ग्यानिक केरा छ यहाँ यसैले कम्काले दिनु हुँदैन काटेर राख्छ बसौँ न हजुर आमा यहाँ केक कस्तो भयो भनिदिनु न यहाँ मिठो छ आमाको यो कति औँ बर्थडे हो आमा कति औँ जन्मदिन हो यो अब 83 ए 83 वर्ष 83 लाग्नुहुन्छ आमा 84 वर्ष नि मनाउनु पर्छ है आमाको 84 वर्ष ए 84 त एकचोटि बुवासँग मना हो अब त पूजा गर्न बस्न पनि सक्नुहुन्न आमा हेर्नु यहाँ सबले यहाँ केक खानालाई यहाँ सबले मुख मिठाएर बाबाले खुवाइसक्यो कस्तो नाइटमा नि उहाँको अघि त आएको थिएन मिठो छ मलाई नि खुवाइदिन्छु नि त ल आमाको आज ह्याप्पी बर्थडे मुआ लिनु कि सबै खुवाइदिने बसेर दिएनौ त हामीले यता त देखाएनौँ आएर बस्यो अब सानालाई भोलि पठाइदिनु पर्ला केक अब सानाकै बर्थडेमा केकको फुल पठाइदिनु अब आइहाल्यो नि सानाले खुवाउँछ केक यहाँ त चक्लेट पनि छ एप्पल पाए ब्ल्याक फरेस्ट
खाऊ अझै खाइसिन्छ आमा म 6 बजीतिर टाढी आइपुगेको थिएँ बिस्तारै आएको आरामले